सक्छौं through his meditate his word of God. हामीले उहाँको वचनलाई मनन गरेर We need to read the word of God. हामीले परमेश्वरको वचन अध्ययन गरेर So we can, when we read the word of God, we can realize that what God plans in our life. जब हामी परमेश्वरको वचन पढ्छौँ भने हामीलाई थाहा हुन्छ कि परमेश्वरको योजना हामीमाथि के छ When we read the word of God, we can know what is going to happen and in the apostle life. अनि हामीले यदि वचन पढ्यो भने हामीलाई थाहा छ कि अब त्यो जति पनि पीडितहरूको जीवनमा के भइराखेको थियो So God promises to Abraham that he will make a great nation through Abraham. किनभने परमेश्वरले पनि एउटा ठुलो राष्ट्र चाहिँ अब्राहमको लागि बनाउनु गइराखेको But थियो Abraham at 75 years old, he has no children. तर अब्राहमको 75 वर्षसम्म पनि कुनै बच्चाहरू थिएन But God promises तर परमेश्वरले प्रतिज्ञा गर्नुभयो 75 years when he is old. 75 वर्षसम्म 75 वर्षलाई उहाँले प्रतिज्ञा Then गर्नुभयो 76, 77, then 80 is going, almost 5 years. त्यसपछि 5 वर्ष गरेर 80 वर्ष भइसक्यो God not given the children. परमेश्वरले अहिलेसम्म बच्चा दिनुभएको छैन सन्तान Even 85 is gone, another 10 years. फेरि अर्को 10 वर्ष गएर 85 वर्ष भइसक्यो Then 90 years. त्यसपछि त आएर 90 वर्ष Then भयो Abraham age is 95 years. त्यसपछि अझ उसको त 95 वर्ष भयो अब्राहम See, one year, if someone is promises to us, यदि कसैले हामीलाई प्रतिज्ञा गर्छ भने if example, if pastor promises to give me some money, उहाँ पास्टर गुरुवाले चाहिँ कुनै पैसा मलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभयो I cannot wait. We cannot wait, right? तर म त्यतिखेर म सम्हालिन सक्दिनँ If someone has promises to give us something, then we cannot wait. कसैले हामीलाई केही दिन्छ भने हामी सम्हालिन सक्दैनौँ पर्खन सक्दैनौँ Then we call him, when you give? अनि हामीले भन्नु सक्छ तपाईँले मलाई कहिले दिनुहुन्छ If the parents, father or mother, they promises, we cannot wait. यदि हाम्रो बाउ र आमाले हामीलाई केही कुरा दिन्छु प्रतिज्ञा गर्नुभएको छैन हामीलाई त्यो कहिले पाउँ जस्तो हुन्छ हामीले पर्खिन सक्दैनौँ God promises to Abraham he will make a great nation when his age is 75. तर परमेश्वरले अब्राहमलाई 75 वर्षमा हुँदाखेरि चाहिँ म तँलाई एउटा राष्ट्र दिनेछु भनेर प्रतिज्ञा गर्नुभयो After 25 years gone, तर 25 वर्ष बितिसक्यो when his age is 100, जब उहाँको उमेर चाहिँ 100 वर्ष भयो God gave a child. त्यतिखेर चाहिँ एउटा बालक दियो God given a son to him. एउटा छोरा दियो अब्राहमलाई And then you listen, it's so funny. तपाईले सुन्नुहोस् है कति रमाइलो छ When God gave a son to Abraham, जब चाहिँ अब्राहमले चाहिँ एउटा छोरा चाहिँ अब्राहमलाई चाहिँ दियो and his son was Isaac, was growing well. तर इसाक चाहिँ त्यतिखेर राम्रोसँग चाहिँ ऊ चाहिँ भौतिक के अरे शारीरिक And रूपमा when his वृद्धि son भयो। was 12-year-old, जब चाहिँ ऊ 12 वर्ष भयो इसाक चाहिँ see, God promises, I will make a great nation, Abraham. तर त्यतिखेर चाहिँ के छ भने अब्राहमलाई चाहिँ परमेश्वरले नयाँ राष्ट्र दिन्छ भन्नु After 25 years waiting, God gave a child. 25 वर्षसम्म कुरेर बल्ल एउटा छोरा